हेलो गाइज, आज चाहिँ म गाउँको चाहिँ हैन डे अफ माई लाइफ इन माई भिलेज भन्ने टाइपको टाइटलमा मैले भिडियो बनाउँदैछु है। एन्ड लेट्स सी हैन, यो आन्टीहरूलाई पहिला अलिकति साइड लगाइदिउँ है, अनि त्यसपछि हामी अगाडि जाऊँ हैन। एन्ड यो चाहिँ मेरो आई थिङ्क मेरो च्यानलमा यो मेरो चाहिँ हैन फर्स्ट लङ मोटो भ्लग हुनेछ हैन, जस्तो जुन चाहिँ मैले हैन लङ फर्मेटमा हाल्नेछु है। एन्ड मैले हिजो चाहिँ 2-3 भिडियो ट्राई गरेको थिएँ क्या हैन, ट्रायल भिडियो बनाएको थिएँ। यस्तो भोइसहरू चाहिँ हैन लाइट कस्तो भन्दा यो आवाजहरू के विन्डहरूको आवाजले गर्दा कस्तो सुन्दै नसुनेको थिएँ क्या हैन। एन्ड त्यो पछि मैले जस्ट ट्राई गरेँ कि अब आजबाट जस्ट मैले हाल्ने कन्टिन्युसली भिडियो बनाउने तरिकामा बसिरहेको छु हैन। एन्ड यो चाहिँ मेरो फर्स्ट ट्राई हो, ठिक छ। एन्ड यु नो म फर्स्ट ट्राई गर्दा चाहिँ अहिले आएको छु। भर्खर मैले मम्मीले यहाँ खेतमा ड्रप गरेको के हैन, यस्तो यो हाम्रो चाहिँ तराईतिरको खेत यस्तो हुन्छ है चाहिँ यु क्यान सी हैन। एन्ड यो चाहिँ मैले जुन अहिले बाइक युज गरेको छु हैन, मेरो घरतिरको के गाउँको यो चाहिँ बाइक हो हैन। एन्ड यो बाइक चाहिँ कस्तो छ भन्दा सुपर स्प्लेन्डर हो हैन। तपाईँहरूले मेरो योभन्दा पहिलाको लङ भिडियो हेर्नुभएको थियो होला भन्ने तपाईँलाई थाहा होला कि हैन। मैले पल्सरको हैन यन 125 बाइक लिएको छु है, जसको चाहिँ साउन्ड जसको चाहिँ तपाईँहरूले हैन मजाले चाहिँ भ्लग पनि हेर्नुभएको छ होला हैन। एन्ड यो चाहिँ त्यो हुनुभन्दा पहिला म अलवेज गाउँमा आउने बेला होरियाई बाइक चलाउँथेँ कि हैन। एन्ड होरियाई बाइकबाट मैले चलाएर त्यत्रो सिकेको के हैन, मैले त्यति बाइक पर्फेक्ट चलाउन भनेको यही बाइकबाट सिकेको के। सो त्यही भएर चाहिँ गाउँमा आउने बेला खासै मैले जस्तो खेतहरूमा त यही बाइक लगाउनु पर्यो नि त हैन। अब त्यो नेकेड बाइक हो भने तपाईँलाई पनि थाहा छ हैन, त्यो नेकेड बाइक हो, त्यो नेकेड बाइकलाई खेतमा लिएर आउनु अलिकति कस्तो गाह्रो हुन्छ क्या हैन, गाह्रो पनि हुन्छ अलिकति मजा पनि हुन्न क्या, त्यो यस्तो त बाटो हो कि। तपाईँलाई पनि थाहा छ मैले त्यो भिडियो भने मैले भनेको थिएँ कि हैन अफ रोडिङको लागि त्यो बाइक हुँदै हैन, ठिक छ नि हैन। एन्ड अहिले चाहिँ म यहाँ आएको छु, ठिक छ, अहिले खेतमा आएको छु। सो मैले अहिले खेतमा हिँड्नु पर्यो, यताउता हिँड्नु पर्यो, सो यही बाइकलाई मैले प्रिफर गर्छु कि हैन। एन्ड अहिले हाम्रो यो गाउँका मान्छेहरू यस्तो आइरहन् कि हैन, बाटोबाट आइरहन्, अनि बाटो चाहिँ यस्तो छ क्या, ठिक छ। अब चाहिँ मैले यहाँबाट सिधै कहाँ जान्छु, खेतमा जान्छु के। अनि खेतमा गएर चाहिँ मैले के गर्छु भन्दा खेतमा के अरे खेतमा होइन घर जान्छु कि है, उल्टो भइसक्यो के, कहाँ जान्छु सिधा घर जान्छु। घर जानुभन्दा पहिला एउटा के काम गर्नु, तेल हालौँला कि हैन। तेल यो गाडीमा अलिक धेरै होइन तेल हैन, यसमा यसको मिटर हेर्न सक्नुहुन्छ भने यसको मिटर पनि खासै काम गर्दैन के हैन, मिटर पनि काम गर्दैन। अनि त्यही भएको हुनाले चाहिँ के हुन्छ भन्दा मिटर नकाम गरेपछि थाहा नै हुन्न कि यसमा तेल कतिको छ हैन। एन्ड त्यो मिटर रिडिङ्सहरू के स्पिड कतिको कुदिरहेको कि थाहा हुन्न क्या, ठिक छ। सो त्यसको लागि भएर पनि मलाई अलिकति डाउट लैछ कि तेल हालिदियो भने त अलिकति सेक्योर हुन्छ नि त हैन। अब कुनै बेला यस्तो हुन्छ कि गाइज हैन, पहिला के मैले होरियो बाइक चलाउने बेला के हैन, अब यसको किनभने मिटर्स खराब छ नि त। सो कस्तो कुदेको छ, कस्तो कुदेछ, कस्तो आवाज हुन्छ, खेत्रा 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 आवाज हुन्छ कि हैन। एन्ड यु नो मान्छेहरू कस्तो वडा तरिकाले हेरिदिन्छन् कि यस्तो सेटलबाट हिँड्यो भने त डेन्जर हेरिदिन्छ कि डेन्जी, मान्छेलाई के होला जस्तो हुन्छ कि हैन। मलाई त यहाँ आएपछि त्यस्तो भिडियो बनाउन लाएपछि त त्यति खासै मतलब वास्ता गर्दिनँ, ठिक छ। अनि खै कस्तो छ भन्दा यो फोनको अलिक वेट धेरै छ कि हैन, त्यो वेटले गर्दा पनि हुनसक्छ कि यो अलिकति होइन उस हुन्छ कि अलिक फोन अगाडि झुक्न खोज्छ कि हैन, भारीले गर्दा के। अब गोप्रो भयो भने त इजी हुन्थ्यो के, गोप्रोको अहिले बजेट नै छैन हैन, त्यो माथि पनि बाइक लिएको हो, त्यसले गर्दा सबै खाली भइसकेको छ, हातै खाली छ, पैसा छैन नि त अहिले। अब त्यस्तो बिस्तारै बिस्तारै गोप्रो पनि लिम्ला हैन, त्यस्तो होइन कि। बट अहिले स्टार्टिङ कमसेकम गरम होइन, कमसेकम जे छ त्यसमै चाहिँ राम्रो गर्न खोज्ने भन्ने तरिकाले चाहिँ होइन मैले गरिरहेको छु अहिले, ठिक छ। सो लेट्स सी अब यो फोनको अडियोहरू कस्तो आइरहेछन् होला होइन, फोनको अडियोहरू कस्तो छन् होला। अनि यो चाहिँ हाम्रो तराईको भ्यू के होइन, मैले योभन्दा पहिला मैले कुनै पनि भिडियोमा देखाएको थिइनँ कि तराईको भ्यू कस्तो हुन्छ भनेर के। अब होरि यस्तो बाटो हेर्नु अगाडि ट्र्याक्टर आइरहेको छ क्या, बाटो यस्तो खोया यस्तो, अब कहाँ छिराउने भन्ने हुन्छ क्या कुनै बेला त। अब यस्तो त्यसलाई साइड दिनु पर्यो मैले, अब त्यसले मलाई साइड दिन्छ कि, जस्तो मैले होरियो साइडमा चापिरहेको छु होइन, अब त्यसले यहाँबाट चाप्नै पर्छ क्या, तर त गाह्रो हुन्छ। अब क्या निकाल्ने यहाँबाट बिस्तारै बिस्तारै निक्लिनु पर्यो भन्दा पनि हटकै ल। सो त्यस्तो छ होइन। अनि पछाडि केटाहरू पुरा हिजो अस्तिसम्म चाहिँ उनीहरूले क्यारको अर्को मेरो ठुलो बाइक देखेको थिएँ, यो बाइक देखेर के भयो भन्थ्यो क्या उनीहरूले, त्यस्तै छ। अब चाहिँ जस्ट अगाडि जाने हो, ठिक छ। अगाडि गएर चाहिँ हामी चाहिँ के गर्ने भन्दा रिउस गर्ने, रेकर्ड गर्ने। अनि यहाँबाट सिधा सलक्कै गियर उस गरौँ, अनि त्यसपछि यहाँभित्र छिरौँ। यहाँ छिरेर चाहिँ अब मेन यहाँ जाने भन्दा नि सिधा कहाँ जाने थाहा, पेट्रोल पम्प जाने क्या, तेल हालेको छैन गाडीमा, ठिक छ। सो पहिला तेल हाल्ने तरिका जाम अगाडि, बाटो धेरै देखिसक्यो है,
मलाई आई थिङ्क यो मेरो फर्स्ट एक्सपिरियन्स हो गाइस, ठिक छ। यो मेरो फर्स्ट एक्सपिरियन्स हो चाहिँ मेरो यो बाइक होइन। यो मेरो फर्स्ट एक्सपिरियन्स हो, मैले त्यति आइडिया छैन होइन कस्तो भइरहेको छ कस्तो भइरहेको छैन। अहिले म सिधा कहाँ जान्छु, पेट्रोल पम्प जान्छु कि कतिको होइन 200 को तेल हाल्ने के 200 काले पुग्छ कि यो के अरे सुपर स्प्लेन्डर हो। यसमा धेरै उस चाहिँदैन कि धेरै तेल चाहिएन, थोरै भयो नि मजाले माइलेज दिन्छ क्या होइन। तपाईँलाई थाहा छ खाट्रा खाट्रा गर्ने हिँड्ने बाइक हो भने होइन। क्या यार अफ गरौँ क्या एकछिन नै गाइस, रुक एकछिन मैले अफ गर्छु कि ल। सो एउटा चाहिँ अर्डर आएको छ गाइस होइन, कहाँ जाऊँ भन्दा एउटा मान्छेले लिँदैन पर्यो, ठिक छ। यहीँ ब्यागबाट गइदिउँ, तेल त छ होला नि होइन, यहीँ नजिकै जाने त। सबैलाई जस्ट घुमाउँछौँ, कहाँ घुम्यो हो भाइ के हो। म त मेरो नेकेड बाइक रहेछ क्या सोचिरहेको थिएँ होइन, यस्तो बाइक रहेछ। लेट्स गो अब यहीँबाट गइदिने हेर। अब म तपाईँलाई देखाउँछु मेरो गाउँतिरको रियाक्सन के, मान्छेहरूको रियाक्सन साइको जस्तो गर्छन् के होइन, ठिक छ। अब म देखाउँछु तपाईँलाई रियाक्सन यहाँनिर। अब अलिकति धेरै स्पिड भयो भने त के हुन्छ, अलिकति साउन्ड पनि धेरै हुन्छ क्या, यस्तो छ के। सो बेसिकली यो चाहिँ हाम्रो गाउँको भ्यू, ठिक छ। म चाहिँ अब जस्ट हिँड्दैछु यहाँबाट। यो हाम्रो गाउँको वडा कार्यालय हो, ठिक छ। म जस्ट यहाँबाट हुँदै जान्छु भन्दा यो अब जति पनि बाटो देखाउँछु यो हाम्रो गाउँतिरको बाटो हो, ठिक छ। म सानोबाट लाइक किन हो यस्तो यस्तो पनि हुन्छ कि बाइक हाम्रो गाउँतिर सुनाउने होइन कि बाटोमा मान्छेले यतिकै पढाएर राखिदिन्छन् क्या, ठिक छ होइन। यो माइक कनेक्टेड छ होला ल। यो चाहिँ हाम्रो स्वास्थ्य चौकी होइन, निःशुल्क मेडिसिन पाइन्छ, बट आज सैटरडे भएर नपाइन्छ लाइक पाइन्न के भएको ल। लाइक किन मलाई एउटा कुरा के फिल हुन्छ गाइस होइन, गाउँमा आइसक्यो होइन, किनभने तपाईँलाई थाहा छ लाइक मेरो जुन मदर टङ छ नि होइन, त्यो चाहिँ नेपाली होइन के। सो त्यसले गर्दा चाहिँ के हुन्छ भन्दा यहाँको सबै मान्छेले भोजपुरी बोल्छ नि त, इभन मेरो मम्मीले पनि त्यही बोल्नुहुन्छ के। मेरो घरमा मेरो मम्मी बाहेक सबैलाई नेपाली बोल्न आउँछ कि होइन। सो मैले अभियसली यहाँ चाहिँ के बोल्नुपर्छ, भोजपुरी नै बोल्नुपर्छ क्या, ठिक छ। अनि त्यसले गर्दा के हुन्छ भने नेपाली अलि विक हुन्छ क्या, ठिक छ। त्यस्तो छ कुरो यस्तो हो कि गाउँका मान्छेहरू अस्ति त मैले हेलमेटमा उस मात्र हाल्न लाग्छ 3 माउन्ट होइन, बाबल त के गरेको भन्दै हुनुहुन्थ्यो कि भिडियो थियो कि होइन। सो त्यस्तो छ। एकजना त भर्खर भिडियो बनाइदियो कि होइन, अलिकति युनिक कन्टेन्ट बनाउनु पर्यो होइन। अभियसली यस्तो गाउँमा त कसैले मोटो ब्लगिङ भन्ने केही थाहा होइन क्या कसैलाई क्या, बट मैले बनाएर हिँड्दैछु क्या। मलाई थाहा छ नि त मेरो अडियन्स पनि अलिकति कम पनि छ मोटो ब्लगिङको। सब मैले अस्ति कम्युनिटी पोस्ट हालेको थिएँ होइन, धेरै जसोलाई के चाहियो सर्ट चाहियो भन्छन् कि होइन। अब सर्ट बनाउनु कि लङ हुनु नि भन्ने भयो के अरे। अब मैले हाल्छु, अब मेरो इच्छा हो के अरे लङ के अरे मोटो ब्लगिङ गर्ने होइन। यसमा मैले केही क्रिएटिभिटी गर्न सक्यो भने त भइहाल्यो नि त होइन र। हो अगाडि हाम्रो 2टा महारानीजी आउँदै हुनुहुन्छ।